तपाईको गाईको अब सरहरूले तपाईहरुलाई सिकाउनु भएको होला हैन प्रत्येक कति लिटर दुधमा कति किलो दाना दिने हुन्छ त्यो भन्दा एकै ग्राम पनि बढी दिनु हुँदैन गाईलाई किनभने क्यापेसिटी नै छैन भने तपाईले जति त्यसको हुँदैन त्यसकारणले गर्दा रेशियो छ इजी छ रेशियो तपाईको दुधलाई दानामा कन्भर्ट गर्ने अब खाना चाहिँ दिनु पर्यो उलाई खाना चाहिँ तपाईको दिनै पर्छ त्यो खानामा चाहिँ ब्यालेन्स डाइट दिनु पर्यो ड्राई मेटर पनि मिल्नु पर्यो सुक्खा चारो पनि मिल्नु पर्यो हरियो घाँस पनि हुनु पर्यो साइलेज पनि हुनु पर्यो साइलेज नहुनेले चाहिँ अब कति हाम्रो चाहिँ अब सिजनमा मात्रै हरियो घाँस तर हरियो घाँस गाईलाई त्यति नभए पनि हुन्छ तर हुँदा तपाईको किसानहरुको घरमा चाहिँ हरियो घाँस हुन्छ त्यो भएपछि पैसा हामीसँग पनि भएको हामी सायद साइलेज कम एउटा गाईले 10 किलो खान्छ भने अहिले 15 किलो घाँस भयो 15 किलो साइलेज कम हुन्छ हैन तर हामीसँग त छैन हामी त अब एउटा तपाईहरुको घरमा होला 5 वटा होला काट्न भ्याउनुहुन्छ घरमा बारीमा घाँस होला हामी कहाँ जाने काट्न अब यसले यिनीहरु अब भर्खर नयाँ बिहाका हुन् अब यिनीहरु हिटमा आउन थालिसके अब कुन हिटमा छन् तिनीहरुलाई अब इन्डिकेट भइसकेको हुन्छ अनि त्यहाँले तिनीहरुलाई अब लाउँछ त्यसकारणले गर्दाखेरि यो चाहिँ हामीले गाई फार्म गर्दाखेरि कमसेकम हरेक ठाउँबाट चाहिँ कस्ट कन्ट्रोल गर्नु पर्यो कस्ट कन्ट्रोल गर्न सक्नु भयो भने चाहिँ बल्ल तपाईहरु चाहिँ नाफामा जानुहुन्छ हैन भए जति कमाए जति सबै तिनी गाईलाई नै खर्च गर्नु तपाईको यति गाईलाई कर्मचारी कति राख्नु भएको छ यहाँ हामीसँग जम्मा 5 जना 5 जना कर्मचारी 5 जनामा खाना पनि त्यसैले हाल्ने अनि यिनीहरुले यो खाना हाल्ने त्यसपछि गोबर सोर्ने दुध दुने बाछा बाछी स्याहार्ने 158 वटालाई 158 गाईमा यो 5 जनाले धेर भयो अझै धेर भयो व्यवस्थापन राम्रो छ व्यवस्थापन अझै मिलेको छैन हाम्रो नेपालमा अस्ति यो गोबर सोर्नलाई अटोमेटिक स्क्राइबर अब 2 महिनापछि आउँछ यहाँ अटोमेटिक गोबर सोर्न अहिले हामी ट्र्याक्टरबाट स्क्राइबरबाट फाल्छौँ हैन त्यसमा मान्छे लाग्यो तर भोलि अटोमेटिक स्क्राइबर लागेपछि बटन खिच्यो गोबर सोर्यो हैन त्यसले गर्दाखेरि त्यो सब कुराहरुमा बचाउन सकिन्छ हैन ठाउँ त्यसकारणले गर्दा तपाईहरुले पनि तपाईहरुले अरु केही गर्न नसके पनि दिनभरिको खाना एकचोटी हाल्ने त्यसपछि त्यहाँ भएको बचेको टाइममा चाहिँ अरु काम गर्ने त्यो गाईमै नगल्दी राख्ने त्यहाँ पिना त यिनीहरुलाई हाम्रो त दानामै पिना हुन्छ नि पिना एक्स्ट्रा दिनु पर्दैन त्यस्तो दानामा तपाईको अलरेडी पिना हुन्छ नि छुट्टै अब कहिलेकाहीँ जाडो महिनामा एउटा दुईटा गाई छ भने खोले पकाएर खोलेमा हालेर दिनु अलग कुरा तर एक्स्ट्रा होइन जाडो महिना मकैको खोले पकाएर दिँदा हुन्छ अलिअलि जाडो महिना अलिअलि पकाएर दिँदा हुन्छ गलिया भन्छ त्यसलाई राम्रो भन्छ तर प्रायः दिँदा गर्मी महिना चाहिँ होइन जाडो महिनामा गर्मीमा चाहिँ होइन सुन्नु भएछ गर्मी महिनामा दिँदा हुन्छ जाडोमा दिँदा हुन्छ जाडो महिनामा राम्रो हुन्छ त्यो खोले अब उनीहरूले अब अलिक भन्छन् तर हामीले चाहिँ दिँदा हुन्छ किनभने त्यो चाहिँ दिँदा हुन्छ त्यो राम्रो चिज नै हो त्यो राम्रो चिज हो त्यस कारणले गर्दा यो खाना चाहिँ हामीले यसरी हाल्छौँ होइन दिनभरिको खाना हुन्छ उनीहरूलाई जतिखेर खाना मन लाग्यो त्यतिखेर खायो जतिखेर हिँड्न मन लाग्यो यताबाट अब यसरी नै अब यसलाई ए कान्छा यतापट्टिको यो लगा बाँस लगा